हेलो मेरो फ्यामिली। त मम्मीसँग आज छु म मम्मीको लागि आलु परोठा बनाउन छु। हिजो घरमा पुगेँ, सो आज फर्स्ट भिडियो बनाऊ भनेको मम्मीसँग। हो कि नै मम्मी? कस्तो लाग्छ मम्मीलाई हजुरको छोराले हेल्प गर्यो भनेर खाना बनाउँदाखेरि? राम्रो लाग्छ, आनन्द आउँछ। अच्छा अच्छा, मिठो मिठो रोटी हुन्छ। आज फर्स्ट भिडियो फर मम्मीसँगको फर्स्ट रोटी बनाउँदा। फर्स्ट त के भनौँ, अब घरमा हिजो आएको, आज फर्स्ट रोटी बनाउन छु। यसमा आलु हाल्ने जति बढी हाल्छ कि त्यति राम्रो। ल यहाँ हेर्नु, त्यति भन्दा एउटा रोटी पाकिसक्यो मेरो। त्यसमा लगाउने घिउ थोरै छ, 1000 रुपियाँ किलो छ। कुकिनी खान सक्ने भाइ, हामी गरिबको छोरा। बढी नखाने कि ग्यास्ट्रिक हुन्छ, त्यही भएर। ल यहाँ हेर्नु, त्यो छ नि, यस्तो गर्ने यस्तो गर्ने। मम्मी खासैमै पग्लिजान्छन् अब भिडियोबाट। यस्तो यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने यस्तो हाल्ने यस्तो यस्तो। त्यतिखेर म यहाँ हेर्नु, आगो बढी लाग्यो, यो डज्यो। अरे जरा भाग्ला छ यार, त्यो नि मलाई गर्मी हुन लाग्छ भनेर त्यो नि पग्लिन छ। यहाँ देखो, यसमा चिप्कियो। अब यहाँ हेर्नु, यसरी पार्ने, हल्का हातले यस्तो गर्ने यस्तो गर्ने, यस्तो यस्तो पार्ने है मम्मी, हो नि? ओके। त्यतिखेर म यहाँ ध्यान दिने फेरि भने अझ भुलिहाल्यो कि मेरो मम्मी। फर्स्टचोटि हो कि भिडियो बनाउनु लाग्यो, सो यस्तो यस्तै हो। त्यतिखेर यहाँ पल्टाउने भाइ। यस्तो गर्ने गाड्दै हजुरले यहाँ देखा कस्तो बन्यो भनेर। आहा भनेको छु नि, खाने भएन आउन, आफ्नो घरमा बनाउन यसरी है। ल भन्नु पर्ने।